सबैलाई रेस्पेक्ट गर्नुपर्छ। बिचरा उसले हातले अब खोल्न सकेको छैन, हेरेर हाँसिरहेको छ, डेरिरहेको छ, तर त्यहाँनिर हेल्प गर्न जान्छ। तर एउटा केटा मान्छेलाई बुझ्छ, तर प्राय जस्तो बुझ्दैन। बिचराले गएर पानी खोलिदिन्छ। अब उसको जन्मदिन रहेछ, बिचरा कोही नभएपछि फोनमै अब साथीहरूलाई मिलेर बर्थडे सेलिब्रेट गर्छ। तर के गर्नु, यति ठुलो मन चाहिँ हुनै पर्छ। अर्को कति खुसी